안녕하세요. आज चाहिँ च्याप्टर 2 देखि सुरु गर्न चाहिँ गइरहेको छौँ हामी च्याप्टर 2 मा आइसकेको छौँ। त्यस्तै गरी 2 मा छ अनि योभन्दा अगाडिको भिडियो कस्तो छ के बुझ्नु भएको छ नै के त्यसको बारेमा सल्लाह सुझाव दिनु होला। यस्तै गरी ढिला नगरी गइहाल्नु, मैले यसमा ढिला नगरी गइसकेँ म। यसमा भनेको छ सेवाल याङफम भन्ने उपभोग्य सामान, दैनिक आवश्यक पर्ने सामान भन्यो भने भयो, उपभोग्य सामान भन्यो भने भयो। त्यस्तै गरी छ हाम्रो दिदीहरूले भन्नुभएको छ यहाँ इगन मो यो के हो भन्नुभएको छ। त्यसरी सिगे हो, घडी हो भनेर भन्नुभएको छ है दिदीले। त्यस्तै गरी यो त अब सामान्य हो, यो त जोला पनि आउँछ है, यसलाई के भन्ने यसको लागि। त्यस्तै गरी भनेको छ मुनबकमा छ यो भनेको हौ, यो भनेको हुँ हौ हुनुहुन्छ भनेको। इगा अनि यो भनेको होइन, होइन इगा अनि यो भनेको होइन। यस्तै छ औमा छ सामुसिल मुलगन भनेको कार्यालयको सामान, सेवाल्याङफु भनेको उपभोग्य सामान। यसमा छ मुनवा छाङबामा रहेको छ हानगुक एस आल्तु लागे सेवाल्याङफुङ खुइब हाल्छु ठिप भनेको कोरियामा सजिलो गरी उपभोग्य सामान, दैनिक जीवनमा आवश्यक पर्ने सामान खरिद गर्ने टिप भनेको उपाय भन्दा हुन्छ, हामीले उपाय नै राम्रो हुन्छ। टिप भनेको उपाय। त्यस्तै छ मूल गर्ने इरुमुल मुदको थेतावाल्छु इत्ता, वस्तुको सामानको नाम सोधेर जवाफ दिनु सक्नु पर्यो। जिसिओ र मुदको थेतावाल्छु इत्ता, निर्देशन के हो भनेर मुदको सोधेर जवाफ दिनु सक्नु पर्यो। त्यस्तै गरी तल रहेको छ सामुसिल मुलगन भनेको कार्यालयको सामान, मुलगन भनेको सामान वस्तु। इगत भनेको यो चिज, यो वस्तु। यो चिज यो वस्तु। छगत भनेको ऊ त्यो, ऊ त्यो वस्तु। खुगत भनेको त्यो वस्तु, मो भनेको के, यति त जान्नुहुन्छ नि, योमा नझुकिने। इगत भनेको यो, छगत भनेको ऊ त्यो, खुगत भनेको त्यो, मो भनेको के। यानफिल भनेको पेन्सिल, फुल पेन भनेको डट पेन यहाँ छ। खावी भनेको कैँची पनि यहाँ छ। खाल चक्कु पनि यहीँ छ। सिगे घडी, कहाँ छ घडी, घडी यहाँ छ।
यो भयो सिगे यो खाल अनि एनफिल्ड फुलफेन खावी आन्गेन खेसाङ्गी थाललेक छनवा खप कम्प्युटर यहीको बारेमा दिएको तल यहाँ दिएको छ एनफिल्ड भनेको सिसा पेन्सिल भयो फुल पेन डट पेन खावी कैँची खाल चक्कु सिगे घडी हिउँदे फोन भनेको हिउँदे छनुवा भनेको मोबाइल फोन कम्प्युटर थालेक भनेको पात्रो आन्ग्याङ चस्मा कप अनि खेसाङ्गे भनेको क्यालकुलेटर यस्तै गरी गर्नु पर्यो यो के हो कम्प्युटर कहाँ छ यहाँ छ अनि के हो यो एनफिल्ड कहाँ छ त फुल पेन यो थाललेक कहाँ छ थाललेक यहाँ छ अनि यो के हो आन्ग्याङ भनेको के हो चस्मा सकिन्छ यति सकिन्छ यस्तै गरी नबुझेको भन्नु होला यो भनेको हौ यो भनेको हौ हो यसमा चाहिँ के भनेको छ फाछिम हुँदा खबी यो फाछिम नहुँदा चाहिँ यो सिगे यो यति लगाउनु जानु त भएको छ नि यहाँ जस्तो छ यो उदाहरणमा दिएको छ इगन खेसाङ्गी यो इगन यो चिज चाहिँ खेसाङ्गी फाछिम छैन यो लाग्यो खुगन आन्ग्याङ्गी यो फाछिम छ के लाग्यो लाग्यो अनि गाम भनेको छ अनुनारा सारा मी फाछिम छ के लाग्यो लाग्यो यो लाग्यो फेतनाम सारा मी यो यसले भनेको कारण फाछिम हुँदा चाहिँ यो फाछिम नहुँदा चाहिँ यो प्रयोग गर्ने भनेर यहीको बारेमा दिया हो त्यही हो यो चिज के हो क्यालकुलेटर हो यो चस्मा हो यो के हो कुन देशको मान्छे हुनुहुन्छ अनुनार साराम यही हो कुन देशको मानिस हो भन्यो भियतनाम साराम यही हो भियतनामी हुँ भन्यो है त्यस्तै गरी यो गर्नु पर्यो खुरिमुल फोग थेवारुल वान्साङ हाँस्यो भनेको छ चित्र हेरेर वाक्य पुरा गर्नुहोस् संवाद पुरा गर्नुहोस् भने इगन हिउँदे फोन हेयो ने के हो हिउँदे फोन हेयो त्यस्तै भनेको छ थेगुक सारामी हेयो थेगुको मान्छे हुनुहुन्छ ने थेगुक सारामी हेयो त्यस्तै गरी इगन खाउ हेयो ने आनियो खाल यो एउरिसा यो आनियो उइसा हो होइन डाक्टर त्यस्तै गरी यति गर्नु सक्नु पर्यो त्यही गरामरकै बारेमा दिएको हो भने
त्यस्तै छ खुरिमुल फोगो फोगी वा खाची ठेवारोल फस्यो भनेको ठेवाए फस्यो चित्र हेरेर उदाहरण जस्तै संवाद गरी हेर्नुहोस् फस्यो भनेको हेर चाहिँ यहाँ छ इगन मो यो खेसानगी यो इगन फुलफेनी यो ने फुलफेनी यो चिज के हो क्यालकुलेटर हो यो डट पेन हो हजुर डट पेन हो भनेर भनेको छ यस्तै गरी यहाँ गर्नु पर्यो त्यस्तै गरी यहाँ के गर्नु पर्यो आनज्ञानकै गरौँला इगन म यो छनवा यो इगन आनज्ञान यो ने यस्तै गराउने इगन म यो छन्वा यो मोबाइल फोन हो इगन आनग्याङ्गी यो चस्मा हो ने आनग्याङ्गी यो यस्तै गरी सबै गराउने केही छैन यस्तै गरी ठेवामा छ छारा र युजिनको छारा सीले के भनेको छ युजिन सी इगन म यो युजिन जी यो चाहिँ के हो भनेको छ युजिनले के भनेको छ थाल्यगी यो पात्र हो यहाँ भनेको छ पात्र हो छाराले भन्यो फेरि छगन म यो ऊ त्यो चाहिँ के हो भन्यो त्यस्तै अब युजिनले भन्यो छगन सिगे हो ए त्यो त घडी हो नि भन्यो त्यस्तै मजाले भन्नु अब सुन्ने अब आफै सुन्नु होला अहिले यहाँ ऊ भएन फेरि भनिदिन्छु युजिन सी इगन म यो थाल्यगी यो छगन म यो छगन सिगे यो युजिन सी यो के हो ए थाल्यगी यो पात्र हो छगन म यो त्यो चाहिँ के हो ए त्यो चाहिँ के हो ऊ त्यो चाहिँ घडी हो छगन भनेको ऊ त्यो है त्यति गरी चाहिँ खेदावे फस्यो भनेको इगन थाल्यगी यो इगन थाल्यगी यो ने इगनी थाल्यगी इगन थाल्यगी यो छगन म यो छगन म यो सिगे यो हामीले यहाँ जवाफ दिने भनेको यहाँको है इगन थाल्यगी यो ने थाल्यगी यो छगन म यो सिगे यो तलको सोधेको जवाफ माथि दिने है यहाँ सोधेको माथि त्यस्तै दिने यहाँ भनेको छ इगसुन इगन यो चाहिँ छोटकरी भएको है इगसुनबाट एगन भएको खुगसुन भनेको खुगन भएको छगसुनबाट छगन भएको इगसीबाट इगे भएको खुगसी भनेको खुगे भएको छगसी भनेको छगे भनेको यो भनेको है यो चिज ऊ त्यो चिज यसरी इगे युदी फोन यो भनेको यो चिज यो चिज चाहिँ के हो फोन हो युदी फोन मोबाइल फोन हो भनेको छ यस्तै हो
इ गसनबाट इगन खु गसनबाट खुगन छ गसनबाट छगन छोटकट भएको है त्यो थाहा पाउनु भयो होला त्यस्तै गरी छेसिथुन फेवान भनेको प्रस्तुत गरिएको अभिव्यक्तिलाई वार्याङ आए थेदा भए फसे भनेको प्रस्तुत गरिएको अभिव्यक्तिलाई सदुपयोग गरेर जवाफदेही हेर्नुहोस् भनेछ इगन आन्ग्याङ छगन खब छगन कम्प्युटर इगन सिगी के खेसानगी भनेको छ त्यस्तै गरी यो चाहिँ गरिदिएको छ इगन मोयो आन्ग्याङ यो छगन मोयो छगन खब यो इगन आन्ग्याङ यो छगन के हो खब यो छगन खब त्यस्तै गरी छगन ऊ त्यो चिज के हो कम्प्युटर यो अनि इगन मोयो खेसानगी यो अनि इगन मोयो खेसानगी यो यसै गरी गरिदिने है यो चिज चाहिँ के हो चस्मा हो छगन मोयो छगन ऊ त्यो चिज चाहिँ खप भनेको कप यो कप अनि यो के हो खेसानगी क्यालकुलेटर है यो अब उयो उख्रुम खुने खुदु खुरिम यो चाहिँ सुन्नु होला यो उच्चारणको नियम हो उच्चारण गर्न सिक्ने हो यो चाहिँ सुन्नु होला त्यस्तै गरी औईमा जाम हामी औई टुमा छ सेउगाल एम्फुङ उपभोग्य सामान त्यस्तै गरी के छ त्यहाँ युजी भनेको टिस्यु पेपर कहाँ छ यहाँ छ टिस्यु पेपर यहाँ छ एलसी चाबी कहाँ छ यहाँ छ खाजोक साजिन परिवारको फोटो यहाँ छ यगन पासवर्ड कहाँ छ 3 नम्बरको यहाँ छ अनि छिगा पर्स यहाँ छ एलसुई भनेको चापी खाबाङ झोला यहाँ होला अनि उसान छाता कहाँ छ छाता यहाँ होला अनि हजाङफुङ भनेको ब्युटी सामान कति 8 नम्बरको कहाँ छ 8 यहाँ रहेछ यहाँ छ अनि इबुल भनेको सिरक फेगे भनेको सिरानी फिट भनेको काइयो अनि खौल भनेको ऐना यहाँ छ है मिनिङ पढ्नु होला मिनिङ परिचय सजिलो छ सामान्य छ त्यस्तै गरी छ खुरिमल फोगो फोगी वा खाची ठेवार वानसँग हाँस्यो भनेको छ इगन म यो हजाङफुमी यो हजाङफुङ भनेको ब्युटी पार्लरको सामानहरू बक्स भनेको भनौँ न त्यस्तै छ इगन म यो इगन उसान यो लेख्न ढिलो हुन्छ मैले अहिले लेखेन इगन म यो एलसुई यो इगन खाजोक साजिन यो आनियो यगवानी यो यगवान भनेको पासवर्ड हो है अनि इगन इबुल यो आनियो इबुल हो त सिरक हो त होइन यो के हो सिरानी फेगे यो त्यस्तै गरी मैले लेखेन अहिले इगन म यो छिगाब
लेख्नलाई ढिलो हुन्छ त्यही भएर मैले लेखेँ यसको लेखेँ इगन मोयो इगन छिगाबियो इगन कम्प्युटर यो आनियो कम्प्युटर हो त यो होइन के हो यो खाउई खाउई यो यस्तैले